मेसमान चाहिँ हामीलाई सबै छ क्या यहाँ। साइली साग सिस्नो यो कहाँ नि काठमाडौँ आएर यस्तो चिज सापट्टि लगाइदिए न 50 रुपियाँ नि त 5 रुपियाँ दिनु 5 रुपियाँ छैन नानीसँग छ भयो पानी हाल्नुभयो बाबाले लेख्नु अर्कै चाहियो भन्नु न त पैसा त्यत्रो छ अब एकछिन आऊ न भयो राख्न राख भयो तपाईँको फोनले चाहिँ बनाउनु यो बाबाकै हो नि त अक्सिजन कि सिजन भन्नुभयो अक्सिजन अक्सिजन पनि राम्रो छ रुख बिरुवाहरू चाहिँ उता पुरा हाम्रो 5 थरको फालुनको लुदिन फालुन 5 को लुदिन उकालो त्यस्तै लागिरहेछ यो ठाउँहरू चाहिँ ओ राम्रो हो यो कति राम्रो है तर यो भन्दा अलिक फुलिसकेको छैन के ल ठिक छ हो हरियो दाइ हजुर टेस्ट कस्तो लाग्यो एकदम मिठो छ मिठो छ है अनि यता मिसेसलाई कस्तो लाग्यो तितो नुन तितो नुन अप्सनमा कस्तो छ मोमो मिठो छ दाइ एकदम स्वादिष्ट छ सुगर रोगीलाई त के असर गर्दैन नि मलाई पनि टेस्टी लागिरहेछ यो के हो दाइ खासै गाई त गाई नै हो यो होइन मैले त यो त फर्स्ट टाइम हेर्दैछु त मैले पनि फर्स्ट टाइम देखेँ के गाई रहेछ हौ ए पाइजा निका दाइसँग 5 वर्ष 6 वर्षपछि भेट भएको छ अगाडि हिँड्दै हुनुहुन्छ दाइ गोदावरी कति वर्ष तपाईँ हो यहाँ दाइ आउनुभएको 4 वर्ष भइसक्यो लान्छु दाजु भाउजूहरूको रुममा हामी आइपुगेको छौँ गोदावरी भाउजू यता खाना तयारी गर्दै हुनुहुन्छ ठिक छ राम्रो तरिकाले व्यवस्थित तरिकाले बसिरहनु भएको रहेछ उहाँहरू है दाजु अन्त दाजुभाइको लगभग 5 वर्षपछि भेला भयो लगभग 5 वर्ष भनौँ न छु त्यो ल यो दाजु भाउजूको मेसमान चाहिँ हामीलाई सबै छ क्या यहाँ साइली साग सिस्नो यो कहाँ नि काठमाडौँ आएर यस्तो चिज खानु पाउनु भनेको भाग्य मान्छे मात्रै पाउँछ है गाईहरू पनि छ है गोदावरी छ
राष्ट्रिय वनस्पति गोदावरी ललितपुर गाई। वाउ, यो चाहिँ के गर्नु राखेको दाइ गाई? हरो छ त यो त के गर्नु? ए दाइ, हजुर गोदावरी गोदावरीको विशेषता चाहिँ के छ अरे दाइ यहाँ? यहाँभित्र अलिकति फुलबारी छ, बस्ने रमाइलो घुम्ने ठाउँ छ। हजुर, यहाँ चाहिँ चारैपट्टिको मान्छेहरू आएर रमाइलो गर्छन्। भनेपछि डेटिङ गर्नु चाहिँ एकदमै राम्रो ठाउँ रहेछ है। एकदम रमाइलो। ल ठिक छ, हामी चाहिँ फ्यामिली ग्यादरिङको लागि है, फ्यामिली भिजिट अति नै राम्रो। राम्रो गरी आइरहेको छौँ। ल ठिक छ, एकदमै शान्त कुल रहेछ ठाउँ चाहिँ। ल के अरे तिमी पनि किन आउँछ गोदावरी? किन यत्रो पैसा दिनुभयो? के बोक्नु हो र? 100 रुपियाँ थियो, यो 120 भइगयो नि। केमा अनि दिन्छन्? होइन, भित्र लानु दिँदैन। लानु दिँदैन र? दिन्छ, सबै थोक लानु दिन्छ, के लानु हेर्नु न। अनि प्लास्टिक चाहिँ दिँदैन र नि। होइन दिन्छ, यहाँ दिनमा म मिलिहाल्यो। के गर्नु यो चाहिँ? यस्तो ठुलो भइसकेको के अप्सनलाई? त्यो अप्सनलाई त्यो पनि किनिदिउँ न त। अर्को बोक्न आलु पर्ने यही हो। ल बोक्नु के बोक्नु? यहाँ झोला छ त है। म त्यो सानो होला नि त, नि के रोप्दै हुन्छ। हुन्छ? 100 रुपियाँ। दाजु हाम्रो लागि पनि किनिदिउँ है केहरू। त्यही त तपाईँहरूकोलाई मात्रै किन्नुहुँदैछ, हाम्रो लागि पनि किन्नुहुँदैछ। हाम्रो लागि पनि ल झिक्यो पैसा त्यहाँ, पैसा झिका आफ्नो आफ्नो है। अप्सनले अप्सनकै झिक मरे बाबाले दिनुहुन्छ। सापट्टि लगाइदिएन। 50 रुपियाँ दिनु त, दिनु त। 5 रुपियाँ दिनु न। 5 रुपियाँ छैन, नानीसँग छ। भयो? पानी हाल्नुभयो? बाबाले लेख्नु भयो, मैले होइन। अर्को चाहियो भन्नु न त, पैसा त्यत्रो छ। अब एकछिन आऊ न। भयो, राख्न राख, भयो। ल ले हेर्नु ल दाजु भाउजू हेर्नुहोस्। पाँचवटा एउटा सानोको दियो भने भयो नि होइन? हजुर भरे म दिन्छु। टिकट काउन्टरतिर हेर, यता छोरी टिकट काउन्टर रहेछ। बाबाकै हो नि त। भयो ल हामी चाहिँ गोदावरी क्षेत्रको भ्रमणमा निस्किसकेका छौँ। अक्सिजन राम्रो छ। सिजन राम्रो छ है। अक्सिजन कि सिजन भन्नुभयो? अक्सिजन, अक्सिजन पनि राम्रो छ। रुख बिरुवाहरू चाहिँ उता पुरा हाम्रो 5 थरको फालुनको लुदिन, फालुन 5 को लुदिन उकालो त्यस्तै लागिरहेछ यो ठाउँहरू चाहिँ। बान्टे पनि छ यहाँ।
खाना खाने बसेर खाने चौर छ ल माथिल्लोमा बस्ने ठाउँ छ अब चौरहरू छ अरे क्या माथि चौर छ माथि बस्ने ठाउँ छ साह्रै रमाइलो ठाउँ ल रमाइलो छ अरे फ्रेस भयो है अब सबैजना यो दाजु भाउजूको कति पटक हो यो भ्रमण तपाईँहरू त आउनुहुन्छ होला गन्ती छैन कतिचोटि हो काठमाडौँ आएपछि आएकै छौँ हामीहरू दुई दुई महिनामा प्रार्थना गर्ने ग्रुप आउँछ नि ए सबै फ्यामिली होइन सबै चर्चै हुन्छ चर्च फ्यामिली ओके अप्सन आएर खै कि कस्तो अनुभव भइरहेछ देवादेमासँग गोदावरी घुमफिर राम्रो ए अनि अप्सनाको मम्मी मलाई अँ। मलाई चाहिँ हाम्रै गाउँमा हिँडे कस्तो लागिरहेछ हाम्रो गाउँ ठिक छ चिजहरू सबै देखेर चाहिँ रमाइलो होइन गाउँमै लाग्दैछ डेटिङ आएको जस्तो लागिरहेको छैन डेटिङ त हाम्रो हो डेटिङ अब जाँदैछौँ डेटिङमा दुई परिवारको ल ठिक छ अब हामी चाउर छ यहाँ ल दामी चाउर रहेछ वाउ कस्तो राम्रो छ है दामी छ दामी छ हिँड्यौँ हेर एकदम दामी ठाउँ रहेछ सन्तपुर भ्रमण गएको जस्तो पो लाग्यो मलाई त सन्तपुर भ्रमण गएको जस्तो क्या शीतल छ नि फेरि भनेको जस्तो ठाउँ आइएछ है वाउ भेरी नाइस केही नजानु ल्याउनुपर्छ अब कति धेरै धेरै आउँछ नि त हामी 10 पाना 15 पानी ल बस्ने ठाउँ रहेछ अप्सन होइन यो भाउजू बस्छु ल हामी छोटो धन्यवाद ल प्रार्थना गर्ने अरे नि दाजुले ल है ओके फुलबारीभित्र जानु अप्सन छिटो आइज दाइ प्रवेश गर्नुहोस् वाउ यस्तो दामी बनाएर रहेछ त दाइ यो चाहिँ जडीबुटीहरू हो कि के हो है त्यतिकै रोप्यो हो रमाइलोको लागि पुरा मेहनत गरेर रोपेको रहेछ कमल के भन्छ यसलाई कमल फुल पिपल हो त है पिपल है हो पिपल यो कोलासको चाहिँ के हो यो बनकेरा पन्खेरा हो बनकेरै होला के लेखेको छ बनकेरा लेखेछ बनकेरै हो लागि मेरो अप्सन हेर जामा
किन रिसाको के गरेछ रे यो अप्सना धेरै फोटो खिचेर हेर्नु फेरि ल ल अब घर गएर हेर्नु त भन्छ नि उयो खिचिदिनु ल देखेँ कुराङ पनि ल ल त्यस्तो होइन पिङ्क कलरको चामल ल ल ल एउटा होटेलमा गर्नु के हो यो वाउ राम्रो हो यो कति राम्रो है तर यो भन्दा अलिक फुलिसकेको छैन के ल ठिक छ हो हरियो ऊ दाइ हिँडिसक्नु भयो नि भाउजू हेर्नु अप्सना त्यस्तै कपडा छ है मलाई ए भइगयो त मैले अघि हेरिसकेँ हजुर टेस्ट कस्तो लाग्यो एकदम मिठो छ मिठो छ है अनि यता मिसेसलाई कस्तो लाग्यो तितो नुन तितो नुन अप्सनलाई कस्तो छ मोमो मिठो छ दाइ एकदम स्वादिष्ट छ सुगर रोगीलाई त के असर गर्दैन नि असर गर्दैन मलाई पनि टेस्टी लागिरहेछ आहा यो जरायो होला ल हामी उता प्रस्थान गरौँ है हामी जाउला खेलको यो चाहिँ कत्रो ठुलो हामी चिडियाखानामा छौँ के हो यो चाहिँ यो के हो दाइ खासै गाई त गाई नै हो यो होइन मैले त यो त फर्स्ट टाइम हेर्दैछु त मैले पनि फास्ट टाइम देखेँ के गाई रहेछ हौ यो के हो खासै हाम्रो नेपालमा पनि रहेछ यो हेलो कति खालको हुँदैछ नि धेरै खालको हुँदैछ ठिकै नै रहेछ हौ राम्रो चिज रहेछ अनि हो यति ठुलो हुँदो रहेछ है बदेल रहेछ है ठुल्ठुलो बदेलहरू रहेछ तपाईँले चाहिँ किन नाङ्गो त्यो हेर्नु परेको छोरी है राइनो के गरिरहेको छ यो बाँदरहरू जुम्रा हेर्दै बसिरहेको रहेछ होइन यो चाहिँ यसलाई चाहिँ के भन्छ ढेँडो अरे के गरिरहेको छ यो ढेँडो
गन्दा बढी हो दाइ त्यो पनि गएरै हो दाइ आउनु भिडियो गर्दैछ यहाँ के छ चिम्पाङ्जी हो यहाँ छ बसिरहेछ ऊ यहाँ छ चिम्पाङ्जी ऊ ती माथि कालो भाजुको हो चिम्काङ्जी हो लेडिज रहेछ कि है यो बस ओस्ट्रिच यो के हो फेरि यो कुन चरा रहेछ यो इमु त्यस्तै गराउँछ घुमाउन ए ठिक छ लाटो कोसेरो माथि बसिरहेको हुचिल हुचिल हप्सिला भन्ने आएको छ त के रहेछ यो डल्लो सक्यो कालो धनेश धनेश भन्दो रहेछ यसलाई है कालो धनेश यो के रहेछ यो क्यारट स्टुडेन्टहरूलाई खेलाइरहेको छ एकदम राम्रो रहेछ है वाउ म पहिला आएको रहेनछु क्या यता 정말 어렵다.
पहिला घर खाली स्वयम्भूको दृश्य कस्तो लाग्यो? मन परेको छैन। बादल कतिको मन पर्यो? के रहेछ यहाँ चाहिँ? त्यो त्यसको विदेशको लिएर आइदियो अर्को बुझ्यो तपाईँले? कस्तो राम्रो हो। ए पाइजा कहाँ पुगिरह्यो अप्सन? उदयन मम्मीहरू भएकोतिर यता जानु मनाइ छ अरे छोरी। यहाँ लेखेको छ यहाँ के छ? खतरा माथि चढ्न सख्त मनाइ छ अरे। मम्मीहरू भएकोतिर छ। कति अग्लो खिच्न नजाने हो के हो र अनुहार मात्र आउँछ भने के गर्दैन। हिँड नयाँ बस पाएको त हो यता हो हामी जाँदाखेरि अहिले ल